कहिले कहिले साना साना कुरा प्राप्तले पनि मनका कस्ता आनन्द र खुसी अनुभवहरू हुन्छ। मलाई आज पनि लाग्छ म 57 पार गर्दै गर्दा ती दिनहरू सम्झिन्छु। ती साना कुराले कति ठुला प्राप्ति भएको महसुस अनुभव गरेका ती बितेका दिनहरू, ती साना कुराले नै कति ठुलो प्राप्त भएका अनुभवहरू महसुस गर्छु क्या। आज चाहिँ म घरको सामान लिन गएको। यो सामानलाई अब स्टोरमा राख्नलाई चाहिँ तर्खर गर्दैछु। सानो कुराले नै खुसी हुनु पनि मनलाई एकदम आनन्दको अनुभूति बनाउँदो रहेछ। मलाई चाहिँ त्यो लाग्छ।